जीवनमा कति सपनाहरू छुट्छन्, कति सपनाहरू भेटिन्छन् र कति सपनाहरू अल्मलिरहेका हुन्छन् र तिनीहरूलाई बाटो भेट्टाउनको लागि समय पक्कै पनि लाग्नेछ र कति सपनाहरूको लडाइँमा चाहिँ हामी आफै लागि नै परिरहेका हुन्छौँ र जीवन भनेको यस्तै रहेछ क्यारे सपनाहरूको खोजी र लडाइँ गर्दै अगाडि बढिरहने। यहाँहरू सबैजनालाई स्वागत छ। आज चाहिँ हाम्रो 5औँ दिन हो हामी छुटेका सपनाको यात्रामा निस्किएका र शिल्पीको सुन्दर हराइजामा रहेको हाम्रो मुक्त रङ्गमञ्च अब चाहिँ उद्घाटन भइसकेको छ अनि आज चाहिँ हाम्रो नाटक छ पथरीमा र पथरी जानुभन्दा अगाडि आज हामी 5औँ दिनमा उठेर यहाँ चिया खाजा खानको लागि आइरहेका छौँ र आज हामी डे 5 मा के गर्छौँ है त। हाम्रो नाटक छुटेका सपना विराट चोकको सुन्दर हराइचा शिल्पी थिएटरमा हामीले हिजो मञ्चनमा आज हामी जाँदैछौँ पथरी जहाँ शब्द थिएटरले हाम्रो नाटकलाई लोकल आयोजना। हामी नाटक टोली बसेका थियौँ सलकपुरमा र अहिले हामी आएका छौँ पथरीमा र हाम्रो नाटक हुनुभन्दा अगाडि हामी यहाँ अब खाना खाँदैछौँ। होटल इन लज खेल्यौँ न वरिपरि हरियाली सामुदायिक वन। ल हाम्रो चाहिँ अब यहाँनिर सेट राख्ने समय भयो। यो चाहिँ हाम्रो रविनजी यहाँ अलिअलि अँध्यारो फेस लगाउँदै हुनुहुन्छ अनि यता हाम्रो सुमेतजी चाहिँ वरिपरि एक्का आमा लेखेको देखा यता हाम्रो धनराजी चाहिँ हो नेताजीलाई साह्रो पिर छ। धनराजीलाई साह्रो पिर छ यहाँ। रामे छापेली छिटो यतानिर निराश अनि यता चाहिँ म रामे छापको केटी म गोविन्दजी के छ यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो नाटकको सेटअप तयार भइसकिसकेको छ र हामी नाटक लिएर विभिन्न ठाउँमा पुग्दा पनि आजको दिनमा पनि आम दर्शकहरूले सोध्नुहुन्छ तपाईँहरू सडक नाटक लिएर आउनुभएको है, तपाईँहरूको सडक नाटक भन्नुहुन्छ। तर म के भन्न चाहन्छु भने हामी सडक नाटक चाहिँ अब गर्दैनौँ। सडक नाटकको शैली नै फरक हो। हामी यसलाई मुक्त रङ्गमञ्च भन्छौँ। मुक्त रङ्गमञ्चको सेटअप यस्तो हुन्छ, तिनतिर मजाले दर्शकहरू बसेर नाटक हेर्न पाउनुहुन्छ। दर्शकको लागि कुर्सी पनि हुन्छ, कलाकारको लागि मञ्च पनि तयार गर्छौँ, सेट पनि हुन्छ, म्युजिक पनि हुन्छ, ब्याक स्टेज पनि हुन्छ। तपाईँले देखिसक्नु भएको छ र बिचमा चाहिँ म भिडियो खिच्न भ्याउँदिनँ किनभने म पनि नाटकमा छु अनि अहिले चाहिँ हाम्रो नाटक सकेको छ। धेरैजना नाटक हेर्न आउनुभयो अनि एकदमै रमाइलो मान्नुहुन्छ पक्कै पनि। र हामी यसरी शान्त ठाउँमा हाम्रो सेटअप गर्दाखेरि चाहिँ नाटकै हेर्नको लागि दर्शक पनि आउनुहुन्छ। आजको हाम्रो 5औँ दिन चाहिँ यस्तो रह्यो। तपाईँहरूको कस्तो रह्यो? अब चाहिँ हाम्रो सुत्ने बेला भइसकेको छ किनभने भोलि लामो यात्रा छ। नाट्य यात्रा 2082मा हामी विराटनगरबाट फेरि पश्चिमतर्फ फर्कँदैछौँ। यहाँहरूको सामान केही छुटेको छ भने अन्तिम पटक यहाँलाई जानकारी, फेरि हामी फर्केर आउने छैनौँ। धन्यवाद। दीपक बस सेवा बाई बाई, राम्रोसँग बस्नु। सायद बिहानी हामी सबैजनालाई मनपर्छ, चाहे त्यो बिहानी हुस्सुली दम्म ढाकेको होस् या टलल्ल हिमालमा घाम लागेको होस्, हो कि होइन? मलाई त अति नै मनपर्छ बिहानी। चाहे अघिल्लो रात जसरी बितोस्, अघिल्लो दिन जसरी बितोस्, आफूलाई गाह्रो भएर बितोस्, पीडा भएर बितोस्, कोहीसँग मनमुटाव भएर बितोस्, तर बिहानी चाहिँ नयाँ ऊर्जाका साथ
सुरुवात हुन्छ जस्तो लाग्छ मलाई र बिहानै चाहिँ मेरो एकदमै मनपर्ने कुरा हो। अहिले चाहिँ हामी नाटक छुटेका सपनाको यात्रामा छौँ। मैले भनि नै रहेको छु, कतिचोटि भन्नु जस्तो पनि लाग्छ होला होइन, तर बारम्बार भन्नुपर्छ नि त होइन। अनि अहिले हामी कोशी ब्यारेजमा आइपुग्यौँ। यो चाहिँ सप्तकोशी मिलेर बनेको कोशी हो कि होइन? सप्तकोशी मिल्दाखेरि चाहिँ समुद्र जस्तो देखिन्छ। अनि हाम्रो देशमा समुद्र त छैन, तर पहिलोपटक सप्तकोशी देख्दाखेरि चाहिँ मलाई ओहो समुद्रमा आइपुगेँ जस्तो लागेको थियो क्या। तर समुद्र देखिसके पछाडि थाहा भयो कति ठुलो हुने रहेछ समुद्र भनेर। तर सप्तकोशी पनि हाम्रो नेपालको लागि चाहिँ यही हो समुद्र भन्दा पनि हुन्छ होला है मेरो कुरामा चाहिँ। अनि यहाँ वरिपरि देख्न सकिन्छ हामी सबैजनाको दिनचर्या सुरु भइसकेको छ। बिहानै उठेर कोही चिया पकाउँदै हुनुहुन्छ, सबैजना आफ्नो काममा लाग्दै हुनुहुन्छ, कोही कता र कोही चाहिँ सप्तकोशीमा माछा मार्नको लागि बिहानै उठेर साथमा जाल लिएर आउनु भइसकेको छ। अनि उहाँहरूले जसरी जाल फ्याँक्नुहुन्छ नि यो सप्तकोशीमा, यो देख्दाखेरि मलाई यस्तो मजा लाग्छ क्या। कस्तो कलाकारिता हो यो। कलाकारितालाई, यो कलालाई हामीले कसरी सम्मान गर्न सक्छौँ होला, उहाँहरूको दिनचर्यालाई हामीले कसरी हेर्न सक्छौँ होला, सम्मान गर्न सक्छौँ होला जस्तो लाग्छ मलाई त। त्यस्तै लाग्छ भनेको उहाँहरू जसरी जाल फाल्नुहुन्छ, जसरी जाल बोक्नुहुन्छ, बुन्नुहुन्छ, जसरी डुङ्गा चलाउनुहुन्छ, यत्रो कोशीको छेउमा जान पनि डर लाग्छ मलाई चाहिँ। तर उहाँहरू यही कोशी नै आफ्नो वासस्थान हो, यही कोशीबाट नै जीवन चलाउनु पर्ने हुन्छ, आफ्नो दिनचर्या सुरु गर्नुपर्ने हुन्छ भने पछाडि कस्तो हुन्छ होला। यो कलाकारितालाई म त हृदयदेखि नै अति नै सम्मान गर्छु। हामीले गर्ने कलाकारिता एउटा छ भने पछाडि यो अर्को कलाकारिता भयो। अहिले चाहिँ हामी एकैछिन कोशीको वरिपरिको यो सुगन्धलाई, तराईको बास्नालाई भित्रदेखि महसुस गरौँ है त। अझ यो गुइठा, वाह तपाईँहरूलाई गुइठाको बास्ना कति मनपर्छ? मलाई चाहिँ अति नै मनपर्छ। अनि जसरी गुइठा बनाउनुहुन्छ, राख्नुहुन्छ होइन। अनि यता तराईतिर अलिकति दाउरा पाउन गाह्रो हुन्छ। मेरो घर पहाड हो, पहाडतिर चाहिँ दाउराहरू पाइन्छ होइन। हाम्रो गुइठा बनाउने चलन छैन, तर तराईको यो गुइठा बनाउने चलन चाहिँ मलाई एकदमै मनपर्छ। अनि यो बास्ना पनि अति मनपर्छ। अनि जसरी राख्नुहुन्छ नि यो कलाकारिता, वाउ यस्तो मजाले बनाउनुहुन्छ। अनि त्यसपछि खाँदै खात बनाएर राख्नुहुन्छ। अनि हेर्दाखेरि कुनै दरबारको झ्याल ढोका जस्तो सरर देखिन्छ क्या। अहिले हामी सप्तकोशी घुमेर पनि हनुमान नगर आइ नै पुगिसकेका छौँ। हनुमान नगरको यहाँ खतरा गेट हामीले देख्न सक्छौँ। त्यहाँनिर एलइडी पनि छ होइन, बलि नै रहिरहेछ। तर यहाँ वरिपरि कहीँनिर शौचालय चाहिँ छैन, किनभने हामीलाई शौचालय जानु परेछ। हेर्दैछौँ कतै पनि शौचालय चाहिँ छैन। भयङ्कर गेट यहाँ त देख्न सकिरहेको छ। अनि छेउमा पनि मजाको ठुलो मन्दिर देख्न सकिन्छ। मन्दिर हुनु हुँदैन, गेट हुनु हुँदैन भने त होइन मैले, तर साथसाथमा शौचालय पनि हुनुपर्छ। अब चाहिँ हामी खाजा खाँदै लाग्यौँ है त। बोले कसरी जल्दी लोकल कोई जल्दी फास्ट फूड एक बजे नाटक यहीँ यहाँ खानेकुरा पनि धेरै बनाउनु पर्छ। आउने होइन आइरहनु। कठिन भेलै खेती करे बहुत कठिन भेलै, खेती करे बहुत महँगा भेलै, खेती करे बहुत महँगा भेलै, बहुते दुख भेलै, बहुते दुख भेलै, बहुते कठिन भेलै। बहुते नाट्य यात्राको मजा नै यही हो। फरक ठाउँ, फरक मान्छे, फरक सङ्गत, फरक अनुभव। अब चाहिँ हामी नाटक गर्ने ठाउँमा आइपुगिसकेका छौँ है त। दादी के कोन भाषा बोले छी? हमरा का नेपालियो भाषा मने है जो बोला नहीं अखनी ई बोले छी भाषा ठेठी कहै छी। ये भाषा का मैथिली हम बोले छी हम। मैथिली की ठेठी? नहीं मैथिली तोरा का घर कता छौ? एते हनुमान नगर में छ। तोर घर हनुमान नगर में नहीं छौ? हे गे तू उपेंद्र दास के नहीं चिन्है छी? हां
यसरी नाट्य यात्रा गर्दा र समुदायमा नाटक लिएर जाँदाखेरि चाहिँ नाटक आउने दिन र नाटक गर्ने दिनभन्दा अलिकति 1-2 दिन अगाडि 4-5 दिन अगाडि नै हामीले समुदायको मान्छेलाई बस्तीमा खबर गऱ्यौँ भने चाहिँ एकदमै सजिलो हुन्छ र बस्तीको एकजना मान्छे या यो ओडाको यो समुदायमा थाहा भएको मान्छे चाहिँ हामीले चिनेर कुरा गरेर राख्नुपर्ने हुन्छ र उहाँहरूले चाहिँ कहाँ नाटक देखाउन सकिन्छ भनेर ठाउँहरू पनि खोज्दै गर्नुहुन्छ। अनि अहिले चाहिँ हामी कहाँनिर देखाउन सक्छौँ भनेर हामी पनि हेर्नुपर्छ नि त। अनि आएर हेर्छौँ उहाँहरूले हेरेको ठाउँ। त्यस पछाडि अब हामी सेटअप गर्न लागेका छौँ। अलिकति फोहोर छ वरिपरि, त्यही भएर हामी सबैजना मिलेर सरसफाइ गऱ्यौँ। अनि अहिले चाहिँ हामी अब सबै सेटअपहरू यहाँ मिलाउँदैछौँ, म्युजिकदेखि लिएर कुर्सीदेखि लिएर। अनि हाम्रो मान्यता चाहिँ के हो भने अब दर्शकले नाटक हेर्न आउँदाखेरि उभिएर नाटक हेर्ने होइन। 1 घन्टाको नाटक हुन्छ, 1 घन्टा 20 मिनटको नाटक हुन्छ। नाटक हेर्ने समयसम्म बसेर आनन्दले नाटक हेर्न पाउनु पर्यो र नाटकभित्र उठाइएका विषयवस्तुहरू, कुराहरू, नाटकले भन्न खोजेको के हो र नाटक हेरिसके पछाडि दर्शकले के भन्न चाहनुहुन्छ, नाटकको बारेमा के कुरा गर्न चाहनुहुन्छ, हामीले बहस गर्ने माहौल पाउनुपर्छ र नाटक हेरुन्जेलसम्म अरू कुराले डिस्टर्ब गर्नु हुँदैन। त्यही भएर हामी शान्त ठाउँ, खुल्ला ठाउँ तर बस्तीमा सबै मान्छेलाई आउन सहज हुने ठाउँ खोज्ने गर्छौँ। हुन त आजभोलि खाली ठाउँहरू त्यति छैनन्। ठाउँमा, गाउँमा, समुदायमा मासिन थालिसके। कतै खाली ठाउँ देख्यो भने मन्दिर बनाउने या ठुला भवन बनाउने, नभए सडकै बिचबाट लाने चलन एकदमै हाबी भइरहेको छ। तर खुल्ला ठाउँ किन बचाउनुपर्छ, हामीलाई किन चाहिन्छ भन्ने कुरातिर चाहिँ अलिकति ध्यान नगए जस्तो पनि देखिन्छ। अब नाटक समयभन्दा अगाडि नै हामीले सेटअप सकिसकेका छौँ। अनि यतातिर अलिअलि यसो रमाइलो त गर्नै पर्यो नि होइन, यहाँको मजा लिँदै छौँ हामी चाहिँ। एकछिनमा अब हाम्रो नाटक सुरु हुन्छ। त्यसले त बिराम पारेर गोविन्द कहाँ छिरे यो यसको अनुहार हेर। सबैजनालाई नमस्ते। हामी शिल्पी नाटक समूह काठमाडौँबाट नाटक देखाउँदै आएको आज तपाईँहरूलाई हामी यहाँ 1 घन्टाको नाटक देखाउँछौँ। यो हनुमान नगरको आमा बुवा दाजुभाइ दिदीबहिनी सबैलाई हाम्रो नाटकमा स्वागत छ। बस्नुभएको आमाहरू यता नजिकमा आइदिनु न, पैसा लाग्दैन, सिधैमा हो। तपाईँहरूलाई नै नाटक देखाउन भनेर हामी टाढालाई हेर्नु गाडी लिएर 18 जना कलाकारहरूको समूह यहाँ आएका छौँ। तर यो नाटक पुरा छैन। नाटक त्यसपछि यो नाटकलाई कसरी पुरा गर्ने सल्लाह दिनु सक्छ। अनि यो नाटकको समस्यालाई तपाईँले यसरी समाधान गर्ने भनेपछि हामी नाटक त्यसरी नै अगाडि बढाउँछौँ। पहिले हामी नाटक हेर्छौँ, तर नाटक हेरुन्जेल हल्ला नगरिदिनुहोस् ल। आनन्दले बसेर नाटक हेर्नु। यो फोनमा पनि कुरा नगर्नु ल, फोनमा भरे कुरा गरौँला है त। अब हामी देखाउँछौँ नाटक टुटल सपन। धन्यवाद।
एकपल्ट नपार्टी छौ अब अपने खिला काम के साथी थिया महँगा चाहिँ 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 खेती करे बहुत भई खेती करे बहुत कठिन भई बहुते दुख भेलै बहुते कठिन भेलै बहुते दुख भेलै बहुते कठिन भेलै किसान के पसीना के मूल कतै छै मकै गेहूं के दाम कतै छै किसान के पसीना के मूल कतै छै मकै गेहूं के दाम कतै छै गल्लावाल आ बिचौलिया सब खेलकै खेलकै किसान के दाँड तोड़ल के गल्लावाल आ बिचौलिया सब खेलकै खेलकै गल्लावाल आ बिचौलिया सब खेलकै खेलकै किसान के दाँड तोड़ल के किसान के दाँड तोड़ल के महँगा छै डिभिजन महँगा छै महँगा चाहिँ महँगा चाहिँ महँगा छै डिभिजन महँगा चाहिँ गर्भवती महिला स्वस्थ हुनलाई बच्चा स्वस्थ जन्माउनलाई के गर्नुपर्छ स्थानीय सरकार मिलाउनु पर्छ कि वाडाले मिलाउनु पर्छ कि कहाँबाट मिल्छ कि त्यो व्यवस्था गरिदिनु पर्यो त्यो त सरकारको जिम्मा हो नि हामी मूर्ख जनता हो हामीलाई त थाहा थाहा छैन नि त त्यहाँ माथिसम्म के हुन्छ भनेर त्यो त तपाईँहरूलाई हामीले एउटा भोटको आधारमा यस्तै गर्भवती महिलाहरू जो गाउँमा छन् तिनले कसरी स्वस्थ बच्चा जन्माउन सक्छन् पोसिलो खाना घरमा त्यो गर्न सकिन्छ त सक्छ उहाँले त सक्छ भन्नुहुन्छ त अनि नबढ्यो भने कसरी हुन्छ अनि 16 वर्षको उमेरमा बिहे गरिदिने नगर्ने 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 यो आजको लागि चाहिँ हाम्रो नाटक सकिनै सकेको छ हाम्रो सेटअप कस्तो रह्यो हाम्रो नाटक कस्तो रह्यो र हाम्रो छलफल कस्तो भयो होला भन्ने चाहिँ अनुमान लगाउन सक्नुहुन्छ है त आज अलिअलि भए पनि भिडियोहरू राखेको छ क्या मैले यो नाटकको अनि छलफल कस्तो भयो भनेर पनि होइन अनि नाटकको छलफल पछाडि पनि हामी फेरि दर्शकसँग जति कलाकार छौँ व्यक्तिगत रूपमा भेटेर पनि कुराकानी गर्ने अनि आफ्नो कुराहरू साटासाट गर्ने गर्छौँ होइन जसले गर्दाखेरि चाहिँ हामीलाई अलिकति भित्तिक रूपमा झन् धेरै भावनाहरू साटासाट हुन्छ नि त अनि नाट्य यात्राको यो राम्रो पक्ष पनि हो आजको लागि यति नै फेरि भेट्नुपर्छ ल